गगन थापाको पुरानो चुनावी क्षेत्र काठमाडौँ 4लाई छाडेर गगन थापा मधेसको सर्लाही 4 चाहिँ झरेका छन्। काङ्ग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा चुनिए लगत्तै चुनावको उम्मेदवार दर्ता गर्नुपर्ने समय एकदम नजिक भएको कारणले गर्दाखेरि धेरै व्यस्तताको कारणले गर्दाखेरि गगन थापा आफ्नो उम्मेदवार दर्ता गर्न सर्लाही 4 जान भ्याएका थिएनन् र गगन थापाले वरिष्ठ मार्फत आफ्नो उम्मेदवार दर्ता गरेका थिए भने आफ्नो उम्मेदवार दर्ता गरेपछि पहिलोचोटि सर्लाही गएका छन्। गगन थापाले सानो भिडियो सन्देश जारी गर्दै भनेका छन्, मैले काठमाडौँ क्षेत्र छोडेर मधेस झर्नुको कारण चाहिँ मैले चाहिँ अझ मधेससँग सम्बन्ध चाहिँ गहिरो अथवा बलियो बनाउनुको लागि चाहिँ म मधेसमा झरेको हो अथवा मधेसमा उम्मेदवार दर्ता गराएको हुँ भनेर भिडियोमा भनेका छन्। र काङ्ग्रेसले पनि अब चुनाव चाहिँ प्रचार चाहिँ मधेसबाट तीव्र रूपमा अगाडि बढाएको छ।